साथीहरु हजुरलाई खजुरी मन पर्छ भने चाहिँ सानो सानो कुरा विचार गरेर बनाउनुस् 1 महिनासम्म राखेर यसलाई खान मिल्छ। यो चाहिँ एकदमै टेस्टी हुनुका साथै आफैले घरमा बनाएको एकदमै हेल्दी पनि हुन्छ। यो खजुरीलाई चाडबाडमा मात्र नभएर चाहिँ अरु बेला पनि यसलाई खाजाको रूपमा खान सकिन्छ अनि यसलाई लामो यात्रा गर्दाखेरि बोकेर पनि हिँड्न एकदमै सजिलो हुन्छ। यो एकदमै हेल्दी हुनुका साथै कुकिज बिस्कुट जस्तै खाँदाखेरि फसक्क परेको एकदमै नरम छ। यसलाई मैले कसरी बनाउँछु आउनुस् सँगै बनाऊ। सबैभन्दा पहिला एउटा फराकिलो बल लिए, त्यहाँ मैले यो बटुकाको 1 बटुका मैदालाई राखेँ। त्यस्तै मैले फेरि त्यही बटुकाको 1 बटुका आटालाई पनि राखेँ अनि मैले 1 प्याकेट सुजीलाई राखेको छु। मैले सुकेको नरिवललाई हल्का मात्र पिसेर राखेको छु, हजुरहरुले हेर्न सक्नुहुन्छ। मैले बदामलाई हल्का भुटेँ अनि यसको बोक्रा फालेर यसलाई चाहिँ खस्रो खस्रो पिसेर त्यसलाई पनि राखेकी छु। ल्वाङ सुकमेल मरिचको धुलो राखेँ, अलिकति पानजिरालाई राखेँ, स्वाद अनुसार चिनी राखेको छु। मेरो चाहिँ नानीहरुले खाने भएकाले गर्दा अलि गुलियो नै मन पराउँछन्, त्यही भएर अलि धेरै चिनी राखेँ अनि सबै चीजलाई मज्जाले मिक्स गरेको छु। हजुरहरुले पनि भिडियोमा देखाए जसरी नै मज्जाले मिक्स गर्नु होला। मज्जाले पिठोलाई मिक्स गरिसकेपछि मैले घिउ राखेकी छु। हजुरहरुसँग छ भने घिउ राख्नु होला, छैन भने सनफ्लावर तेल राख्दा पनि हुन्छ। पिठोमा घिउ राखिसकेपछि मज्जाले पिठोलाई माड्नु पर्ने हुन्छ। एकदम हलुका गरी मज्जाले माड्नु पर्छ। जति मज्जाले पिठो माडियो त्यति मज्जाको ती राम्रो खजुरी बन्छ। पिठो मज्जाले माडिसकेको छ। यसरी पिठोलाई हातमा राखेर मुठी पार्दाखेरि डल्ला पर्यो भने चाहिँ अब यो रेडी छ माडिएर। पिठोलाई मैले 15 मिनेट माडिसकेपछि मात्रै यो पिठो रेडी भएको छ। मैले आधा लिटर दुध लिएकी छु। अब यो दुधलाई चाहिँ यो पिठोमा थोरै थोरै गर्दै राखेर पिठो माडेर रेडी गर्छु। हजुरहरुसँग छ भने दुधले माड्दा पनि हुन्छ, छैन भने पानी राखेर माड्दा पनि हुन्छ, तर थोरै थोरै गर्दै लाउनु पर्ने हुन्छ। हजुरहरुले भिडियोमा देखाए जसरी नै यसलाई हलुका गरी मुसेर रेडी गर्नु होला। पिठो मुसेर रेडी गरिसकेको छु। यसलाई चाहिँ हल्का गरी हातले हल्का थिचेर चाहिँ यसलाई टाइम छ भने आधा घण्टा छोड्दा पनि भयो। यदि छैन भने 15 मिनेट मात्रै भए पनि यसलाई रेस्टमा चाहिँ छोड्दिनै पर्छ। मैले चाहिँ 15 मिनेट यसलाई रेस्टमा छोडिदिएको छु साथीहरु। अनि यसलाई बनाउन थाले। मैले थोरै अलिकति पिठो लिएँ अनि त्यसलाई गोलो गोलो डल्ला बनाएँ है। काँटा चम्चीको सहायताले चाहिँ मैले यसलाई बुट्टा दिएकी छु। हजुरहरुसँग साँचो छ भने साँचोमा राखेर पनि बुट्टा बनाउन सक्नुहुनेछ। हेर्नु त मैले एउटा बनाएर रेडी गरेँ अनि यसलाई चाहिँ हल्का घोपेर दुला दुला बनाएकी छु नि। यसो गर्नाले चाहिँ भित्रसम्म तेल पसेर मज्जाले पाक्छ क्या खजुरी। एउटा चाहिँ मैले रेडी गरेँ। अब म अर्को पनि त्यसै गरी बनाउँदै छु। अब मैले 1 लट खजुरीलाई रेडी गरिसकेको छु। अब यसलाई फ्राई गर्नतिर लागेँ। सबैभन्दा पहिला कराई तताएँ अनि सनफ्लावर तेल राखेँ। तेललाई चाहिँ धेरै तताउनु पनि हुँदैन साथीहरु, ठिक्क मात्रै तातिनु पर्ने हुन्छ तेल हैन। तेल धेरै ततायो भने चाहिँ बाहिर खजुरी रातो भएर पाके जस्तो देखिन्छ अनि भित्र चाहिँ काँचै हुन्छ। मैले चाहिँ तेल ठिक्क मात्रै तताएर बिस्तारो बिस्तारो गर्दै खजुरीलाई राखेकी छु। खजुरी पकाउँदा चाहिँ सानो आँचमा ग्यासलाई राखेर गोल्डन ब्राउन हुन्जेलसम्म यसलाई फ्राई गर्नुपर्छ। मैले 1 लट खजुरीलाई चाहिँ बनाइवरी झिकिसकेको छु साथीहरु। अब यसै गरी म अरु लट पनि पकाउँदै जाने छु। अर्को लट पनि बनाएर रेडी गरेँ। अब भने मैले सबै खजुरीलाई पकाएर रेडी गरिसकेको छु साथीहरु। हजुरहरुलाई पनि रेसिपी मन पर्यो भने हजुरहरु पनि ट्राई गर्नु होला अनि साथीभाइसँग रेसिपी शेयर पनि गरिदिनु होला। हस्त साथीहरु, बाइ बाइ।